हेलो नमस्ते सबैजना मेरो युट्युब फ्यानलाई स्वागत छ यहाँलाई मेरो युट्युब च्यानलमा। म अन्जु हाङछेन राई साथीहरू फेरि पनि म नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु। अनि आज चाहिँ हामी चाहिँ घरेलु सङ्गति आएका थियौँ साथीहरू। अनि अब घरेलु सङ्गति सकेर बजार फर्किँदैछु। सबैजना साथीहरू मेरो पोका स्वागत छ भ्लगमा। अन्तिको भ्लगमा हामी बेला बेला आउँछौँ। हामीलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हामी सबैजनालाई गरिदिनु होला। बेला बेला मात्रै देखाउँछ मानिसले अन्जु भन्ने अन्जु हाङछेनले म देखाइहाल्छु नि बेला साथीहरू। बेला देखाउँछ हामीलाई। हाङछेन हाङछेन अन्जु हाङछेन राईले छुनामखोङ हाङछेन राई हो नि त म। हामीलाई देखाउँछ। हामी पनि साह्रै राम्रो राम्रो चाहिँ देखिँदैछ त हौ। हजुर एकदम। के बोल्नु भयो त अनि रोशनी यहाँ रोटी रोशनी सिस्टरले रोटी बोक्नु भयो। रोटी बोकेको नि ए ल ल डिमान्ड गर्नु परेछ है। हो अस्ति भन्दा निकै बढेको छ नि गर्मी। साह्रै गर्मी रहेछ। ल साथीहरू अब हामी कता कता जानुपर्ने? अमेरिका लन्डन अनि युके क्यानाडा। म चाहिँ मेरो बुढा घरमा जानुपर्यो कोरिया। त्यहाँ धेरै दुःख पाइन्छ नजाने। ब्लगमा मैले त्यतिकै होला नि। साथीहरू यति बेला चाहिँ हामी मेन रोडमा आइसकेको छौँ। सबैजना साथीहरू फुत्त भाग्नु भयो हो। अनि अब यस्तै रहेछ। अब हामी तिनजना चाहिँ यहाँ आइपुग्यौँ। हामी चस्मिस रहेछ नि तिनजनै। यति हेर्नु त हामी अलिक आँखा कमजोर नक्कल पारेको चाहिँ हामी चाहिँ यस्तै हाम्रो प्रब्लम भएर चाहिँ लगाएको हो। आँखालाई मेकअप गरिदिएको। आँखालाई यसो मेकअप गरिदिएको हो। मेरो चाहिँ उतै हो है। यस्तो रिसिभ गर्नुपर्ने छ उनीहरू पैसा उयो कमला सेस्टको दोकानमा। हामी चाहिँ त्यसपछि तिमी फर्किने गयो कि? म फर्किन्छु होला। उहाँहरूलाई म पर्खिँदिनँ किनभने उहाँहरूले मलाई छोड्नु भयो। हामी चाहिँ पढेको होइन पढ्दैछु। पढ्दै गरेको यहाँ पढ्छौ अहिले? भोलि गएको जानु नि भन्दा बाई बाई साथीहरू। म चाहिँ अब फर्केँ बजारबाट। अघि चाहिँ हामी धेरैजना थियौँ नि त। अनि उहाँहरूको चाहिँ घर यतै हो। अनि अब मेरो चाहिँ पल्लोटा त्यही भएर अब पर्खिबस्ने कुरा पनि आएन। उहाँहरू दुईजना चाहिँ पल्लोटाकै हुनुहुन्थ्यो नि त। अनि हामी चाहिँ छरेर काम गर्ने थियौँ। अनि मेरो चाहिँ काम सकिहाल्यो साथीहरू। म चाहिँ अब फर्केको किनभने मैले चाहिँ नानी छोडेर आएको छु नि त। अनि भिडियो अन्तिम समय हेरिदिनु भएकोमा यहाँ सबैजनालाई धेरै धेरै धन्यवाद भन्छु यस्तो भिडियो मार्फत। अनि यहाँहरूले आज मात्र मेरो भ्लग हेर्दै हुनुहुन्छ भने चाहिँ म चाहिँ अब यस्तै हो साथीहरू होइन। कहिलेकाहीँ भ्लग गर्ने गर्छु। अनि यहाँहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर साथ दिनुहोला साथीहरू भन्दै अब फेरि अर्को भिडियोमा भेट्ने बाचाको साथ यहाँ सबैजनाबाट बिदा हुन चाहन्छु। बाई बाई।